कछुवा फेरि पौडिँदै पौडिँदै घर गएछ। घरमा गएर क कलमले क कापीमा लेख्न थाल्नुभएछ। कछुवाले के लेख्यो? क कलमले क कापीमा लेख्न थाल्नुभएछ। लेखिसकेपछि कछुवा के भयो? ह्याप्पी भइसक्यो। हेर्नुहोस् त, वाउ मेरो होमवर्क सकियो भनेर ह्याप्पी भइसक्यो। त्यसपछि कछुवाले क किताब पढ्न थाल्नुभएछ। कस्तो ज्ञानी कछुवा है आरोही? वाउ हेर्नुहोस् त, क किताब कछुवाले पढ्न थाल्नुभएछ। त्यसपछि यो कछुवा के भयो? ह्याप्पी भयो। अनि त्यसपछि कालो रङ लिएर उहाँ कहाँ जानुभयो? घुम्न जानुभएछ है। कालो रङको डस्टर बोकेर कछुवा त घुम्न जानुभएछ। अनि घुमिसकेपछि कछुवा के भयो? ह्याप्पी। वाउ हेर्नुहोस् त, हाम्रो कथामा क काक्रो, क कागती, क कालो डस्टर, क कलम, क कापी, क किताब अनि क कछुवा रहेछ। वाउ सुन्छौँ ल। आज हाम्रो साथी क हो। कको हामी स्टोरी सुन्छौँ। हाम्रो स्टोरीमा को रहेछ त हेरौँ है। एउटा ठुलो पोखरी रहेछ। पोखरीमा के रहेछ? कछुवा पोखरीमा पौडिरहेको रहेछ। हेर्नुहोस् त, कछुवा त पोखरीमा पौडिरहेको रहेछ। पौडिँदै कछुवालाई के भयो? भोक लागेछ। अनि कछुवा खानेकुरा खोज्दै कछुवाले के खान थाल्यो? काँक्रो खान थालेछ। कछुवाले काँक्रो खान थाल्यो। काँक्रो त मिठो रहेछ। सबै खाइदिनु भएछ कछुवाले। यसपछि कछुवा डुल्दै जाँदा कागती देखेछ। अनि यो कागती कस्तो हुन्छ भनेर कछुवाले खान थाल्यो। कछुवाले कागती खाँदा कछुवाले कस्तो भयो? अमिलो भयो है, मिठो भएन। कागती मिठो भयो। त्यसपछि कागती खानु भएन। अब कछुवा फेरि पोखरीमा आफ्नो घरमा फर्किनु भएछ। कछुवा फेरि पौडिँदै घर गएछ। घरमा गएर क कलमले क कापीमा लेख्न थाल्नुभएछ। कछुवाले के लेख्यो? क कलमले क कापीमा लेख्न थाल्नुभएछ। लेखिसकेपछि कछुवा के भयो? ह्याप्पी भइसक्यो। हेर्नुहोस् त, वाउ मेरो होमवर्क सकियो भनेर ह्याप्पी भइसक्यो। त्यसपछि कछुवाले क किताब पढ्न थाल्नुभएछ। कस्तो ज्ञानी कछुवा है आरोही? वाउ हेर्नुहोस् त, क किताब कछुवाले पढ्न थाल्नुभएछ। त्यसपछि यो कछुवा के भयो? ह्याप्पी भयो। अनि त्यसपछि कालो रङ लिएर उहाँ कहाँ जानुभयो? घुम्न जानुभएछ है। कालो रङको डस्टर बोकेर कछुवा त घुम्न जानुभएछ। अनि घुमिसकेपछि कछुवा के भयो? ह्याप्पी। वाउ हेर्नुहोस् त, हाम्रो कथामा क काक्रो, क कागती, क कालो डस्टर, क कलम, क कापी, क किताब अनि क कछुवा रहेछ। वाउ सुन्छौँ ल। आज हाम्रो साथी क हो। कको हामी स्टोरी सुन्छौँ। हाम्रो स्टोरीमा को रहेछ त हेरौँ है। एउटा ठुलो पोखरी रहेछ। पोखरीमा के रहेछ? कछुवा पोखरीमा पौडिरहेको रहेछ। हेर्नुहोस् त, कछुवा त पोखरीमा पौडिरहेको रहेछ। पौडिँदै कछुवालाई के भयो? भोक लागेछ। अनि कछुवा खानेकुरा खोज्दै कछुवाले के खान थाल्यो? काँक्रो खान थालेछ। कछुवाले काँक्रो खान थाल्यो। काँक्रो त मिठो रहेछ। सबै खाइदिनु भएछ कछुवाले। यसपछि कछुवा डुल्दै जाँदा कागती देखेछ। अनि यो कागती कस्तो हुन्छ भनेर कछुवाले खान थाल्यो। कछुवाले कागती खाँदा कछुवाले कस्तो भयो? अमिलो भयो है, मिठो भएन। कागती मिठो भयो। त्यसपछि कागती खानु भएन। अब कछुवा फेरि पोखरीमा आफ्नो घरमा फर्किनु भएछ।